ओम नमो नारायण। यहाँलाई व्रत भनेको के हो? व्रत भनेको चाहिँ एउटा सङ्कल्प, मनद्वारा चाहिँ म यो व्रत गर्छु भन्ने सङ्कल्पलाई व्रत भन्नु होइन। त्यसपछि व्रत गर्दाखेरि चाहिँ मुख्य तीनटा कुरामा चाहिँ यहाँले ध्यान दिनु होला है, तीनटा शुद्धिमा। एउटा चाहिँ शारीरिक शुद्धि, व्रत गर्ने भनेपछि स्नान गर्न पर्यो, राम्रोसँग आफ्ना जिउका मैलहरू पखाल्नु पर्यो, त्यसपछि चाहिँ शुद्ध कपडाहरू वस्त्रहरू लगाउनु पर्यो र पूजा बस्दाखेरि शुद्ध कपडा लगाउनु पर्यो, खाँदाखेरि शुद्ध कपडा लगाउनु पर्यो, बाथरुमहरू जानु पर्यो त्यो कपडा फेरि अर्को कपडा लाएर शुद्धै कपडा लगाउनु पर्यो। त्यसलाई चाहिँ शारीरिक शुद्धि भन्छ। अर्को मानसिक शुद्धि। मानसिक शुद्धि भनेको चाहिँ के थाहा छ? मनमा चाहिँ के भन्दाखेरि अरूको कुबलो नसताउनु, मनले भगवानमा लगाउने, आफूलाई हीनता बोध नगर्ने, त्यो चाहिँ के हो त भन्दाखेरि मानसिक शुद्धि। र अर्को कुरा चाहिँ के भन्दाखेरि वाचिक शुद्धि। वाचिक शुद्धि भनेको त्यो दिन हामीले जुन दिन व्रत गर्छौँ त्यो दिन चाहिँ हामीले वचनले अर्कालाई नभन्ने, केही पनि अर्कालाई गाली नगर्ने, अर्कालाई रिस नगर्ने, अर्काको कुरा नकाट्ने। व्रत गरेको चाहिँ नाना थरीको कुरा काट्यो भने त्यो व्रत गरेको फल पाए। त्यस कारणले व्रत भनिसकेपछि अर्काको कुरा नकाट्ने, अर्कालाई गाली नगर्ने, अर्कालाई नसराप्ने, अर्कालाई केही पनि नभन्ने, सकेसम्म कम बोल्ने र भगवानप्रति नै हामीले चित्त राख्नु। बोल्न पर्यो भने भगवानका चाहिँ ती आफूलाई जे जानेको छ मन्त्रहरू, गीता पाठ भनौँ अथवा विभिन्न किसिमका चाहिँ श्रीमद् भागवत पाठ भनौँ, अथवा आफूलाई के आउँदैन नाम सङ्कीर्तन हरे राम 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 हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण, यी किसिमका चाहिँ मन्त्रहरू उच्चारण गर्ने। त्यो चाहिँ विशेष व्रतहरूमा ध्यान दिनुपर्छ है। आज यति भने।